ल गाइज आज चाहिँ हामी यो रुखमा सुवा काट्न लाम। यति झोला लिउँ भनेको गरी झोला भएन कि मैले हाम्रो घर पनि थिएन। कसो लैजानु चाहिँ झोला यार, रोसीले बाँध्नु लैजानु न। भयो भयो त्यस्तो रुखा नचढ्नु कि यार, मलाई धेरै डर लाग्यो यार। ओ त्यही पालो अब रोसीले बान्नु, सानो रोसी त्यही रोसीले चढ्ने मान्छे त यहाँ आउनुहुन्छ है हाम्रो नरेश ब्रो। चङ्गा उडाउनु होइन, मलाई यहाँ यो रुख धेरै डर लाग्यो है। यस्तो रसी फालेर यहाँ यो हाँगाबाट यस्तरी उहाँ टुप्पामा जाने हो यार। मलाई डर लाग्यो नचढ्नु भनेको मान्नु न यार, तर के गर्ने। पहिला त यो रुखमा चढेर चाहिँ काट्नु भएको अरे पहिला 3-4 वर्ष पहिला। अहिले चाहिँ अलि बुढाउनु भयो कि भन्न नचढ्नु भनेको खै। अझै तगडै छु, जवान छु भन्नुहुन्छ। बहुत माथि छ क्या, यो देखेछ मात्र, यहाँ देखेको छैन। अहिले चढेपछि मैले देखाउँछ तपाईँलाई चढेपछि। यहाँ चाहिँ अब यो बोरा चाहिँ यो बोराले चाहिँ कमरा बाँधेर सुवाको बच्चा यसैमा ल्याउनुहुन्छ। सुवा चाहिँ बड्की हो है, यसरी बाँधेर दाउ के हुन्छ कि मेरो यो लाजानु त ज्याकेट, यो ज्याकेट लाउनु भयो भने यसमा चाहिँ राम्रोसँगले हुन्छ। वरिपरिबाट अझै राम्रो अझै हुन्छ हुन्छ ट्याक्कै पुग्छ। बाँकी कुरो यो किन यहाँ भएन कि उहाँ फुच्ची के भएन। मेरो यो लाजानु चाहिँ यो लाउने च्यातेर केही हुन्न यार, तपाईँ सुरक्षित हुनु पऱ्यो। च्यातेर केही हुन्न, कपडा च्यातेर केही हुन्न। अब चाहिँ यहाँ चढ्नुहुन्छ, यो चढी रोक्नु त रुखमा चढी यहाँले पुरा प्याक बनाउनु हो। यो चाहिँ अहिले देखाउनु झरेर है ल वाह। तपाईँको हाइट नपुगेर माथि तपाईँ भर्ती हुनुहुन्थ्यो। माइक्रो कति छिटोको चढेको यार, ल्याम्याक हेत। राम्रोसँगै ध्यानले यार, मलाई धेरै डर लाग्यो यार। ओ माई गड, नआत्तिकिन फेरि भिडियो बनाएको नजोसिनु होला, नमात्तिनु होला, नआत्तिनु होला। बिस्तारै आनन्द सास फेरेर हो त्यसो बस्नु, आनन्द एकछिन। ओ नरेश दाइ उहाँ चढ्नु भयो, हेर्नु कहाँ चढ्नु भयो, जुम गरेर देखाउँछ है। यता चाहिँ पाउँछ है, यता चाहिँ गाईहरू चढेछन्, गाई चढेछन्, उता भैँसी छन् हो। यहाँ चाहिँ हामी काम नपाएका बेरोजगारी नहुने काम गर्छौँ बस्छौँ। हजुर सास किन सास पुरा अड्के चढ्नु भयो त, आनन्द चढ्नु कि। किन उठ्नु भयो तपाईँ यार, बसेर जानु खस्केर, त्यस्तो हाँगा भराउँदा नपर्नु है। उहाँ कसम मेरो मुटु स्विङ गरेछ यार। मलाई डर लाग्छ यार, के गर्नु। म चढ्न सक्छु र म पहिला चढेको भन्नुहुन्छ, त्यही भएर मात्रै हो, नाइ भने त म चढ्नै दिन्थेन। एकचोटि हाई गरिदिनु त त्यहाँबाट, भयो चढ्नु। घाम परेछ के, ए यहाँ देख्नुभयो तर घामले गर्दा भएन के। ए तपाईँ त्यहाँबाट तल हेर्दा डर लागेन? मलाई त बाफ्रे यस्तो हुन्छ नि, रिगाउँछ। हात देखाउनु तपाईँ देख्नु भएन क्या यार, रसी खोल्नु भयो।
ल ठिक छ खोल्नु खोल्नु यो सैलो तो सैलो हा अँ फाल्न कति टाढा हार बा यो धागो जति पनि सकिन्छ फाल्न त यो धागो त यो धागो त फाल्न सकिन्छ जति पनि त्यही जाम त्यसमा छोडिदिनु त्यही जाम त्यसमा छोडिदिनु अप्ठ्यारो हो कि त्यहाँबाट चढिसकेको झरमा सकिन्छ के अरे चढेपछि त जाने घर उतै हो जाने उतै हो के टेन्सन छ नाइ चढ्न सक्नुभयो ठिक छ चढ्नुभएको थियो पहिला तपाईँ अल्मली भयो नि त अहिले अल्मिल्ने कारण चाहिँ हो नचढौँ भन्ने कुरो हो कि त्यही त दुई ठाउँ त काट्न रह्यो बजार पनि छैन हामीसँग अनि चाहिँ हामीसँग चाहिँ झोला पनि छैन तपाईँलाई चढ्न भने गाह्रो हुन्छ चढ्न सक्नुहुन्छ नसक्ने होइन पहिला सक्नुभयो ठिक छ पहिला चढ्नुभएकै हो काट्नुभएकै हो फेरि हामीसँग हतियार पनि राम्रो भएन कि यार सानो यति दाउ छ यार देब्रे हातले काट्न हो छडी काट्नु भयो क्या यहाँबाट चढ्नु बनाएको थियो यहाँबाट यो रुखाको टुप्पामा हुनुहुन्छ त्यहाँ चढ्नले अप्ठ्यारो बस्छ अरे मलाई माथि हेर्न डर लाग्यो म माथि हेरेकै छैन के माथि हेरेकै छैन मलाई बहुत डर लाग्यो अब चढ्ने मान्छे डराउनु भएन मलाई डर लाग्यो माथि हेरेकिन ए माथि चढ्नु भयो यार हेर्नु त वाह चढ्नु भएछ यार सहिले ठाउँमा पुग्नु भएछ उहाँ कस्तो मलाई डर लाग्थ्यो यार तपाईँ देख्नु न एउटा यार माथि त्यहाँ हुनुहुन्छ ऊ यत्ना चाहिँ हल्का अड्के जस्तो हुनुहुन्थ्यो गाह्रो भयो थियो अलि त्यहाँ ठ्याक्कै चोक्न जानुभयो चोक्न हो माई गड जानुभयो चाहिँ म डराएको थिएँ यस्तो म चाहिँ यस्तै घोटी गरेर बसिरहेको थिएँ कि मलाई डर लाग्थ्यो कि तर यो चाहिँ यस्तो काम त गर्नु रिक्स हो यार यो धेरै रिक्स हो के अनि मनलाई साला पापै सोच्छ केही हुने कि भन्छ तर लास्टचोटि अबदेखि कहिले पनि चढ्दैन मैले यहाँ मेरो क्यामेरा फेरि कस्तो यस्तै छ के गर्ने अब खोइ देखाउनु त ए देखियो करे त के गर्ने मैले देखेँ तर मलाई देखेन फाइनली गाइज नरहेको सुगाको बच्चासिम पुग्नु भयो बल्ल 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 भए पनि तर बहुत गाह्रो भयो थियो यार तर चढ्नु त यसरी हुन्न कोही पनि नचढ्नु तपाईँहरू कोही नचढ्नु होला हामी नै भन्दा पनि दाइ चढ्नु भयो नरहेर चढ्नु भयो तर अब त्यस्तो कहिले पनि नगर्नु होला भन्न चाहन्छु नर्स दाइले किनकि मान्नु भएन कि चाहिए बच्चा भन्नुभयो त्यसरी कारणले उहाँ टुप्पा करा छ करा यार ठुलै भन् ल ठिक छ हजुर पाँचवटा भइसक्यो हन् ठुला भइसक्यो हन् बच्चा कराहान यो हरियो रसीबाट यस्तरी जुनी त्यहाँबाट गएर यस्तै गरी बल्ल उहाँ पुग्नु त झर्ने बेलामा सुगाको बच्चा चाहिँ पाइयो भनेर खुसी भएर आत्तेर चाहिँ नजानु है आनन्द जानु है यसो गर्नु त्यसको सुगाको त जुन उ छ नि के अरे बोरा छ नि बोराले तपाईँको पछाडि कट्टुमा च्याप्नु न हुन त फेरि आज नर्सदाले चड्डी लाउनु भयो होइन यार पछाडि च्याप्नु भन्नु खोजेको के अरे चड्डी चाहिँ लाउनु भएन टाइडी कसरी हुन्छ त्यो धागोवाला हो कि गेटिसवाला हो तपाईँको जाएँ धागो भयो त्यो धागोले अलिक कसरी बान्नु आइडिया मसँग सिक्नु कि आइडिया ल हेर्नुहोस् गाइज हाम्रो चाहिँ सुवा आयो नयाँ साई पनि त्यहाँ हुनुहुन्छ देखिनु भएन कि मेरो क्यामेरा किन कालो देखाएको छ कि त्यहाँ हुनुहुन्छ हेर्नु है हाम्रो चाहिँ सुवा आउँछ त्यहाँ हुनुहुन्छ रोक्नु है म झार्छु आफै ए आयो सुवा आयो गाइज सुवा आयो हाम्रो सुवा आयो वाह यसमा चाहिँ सुवाको बच्चा छ
वाह सुन्नुभयो आवाज सुन्नुहोस् ल झर्नु है राम्रोसँग झर्नु है म तपाईँको भिडियो बनाउँदैछु देख्न सक्नुहुन्छ मैले सुगा बजार देखाउँछ अब हेर्नु हेर्नु है बर्के सुगा कसैले चाहिन्छ भने भन्नु होला ड्यान टेडे 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 यति घसी मर्दैन नि यता बर्के सुगा है फर देखाउँछ अहिले देखाउँछ राम्रोसँग अहिले देखाउँछ है अब नयाँ त्यहाँ झर्दै हुनुहुन्छ है अनि त मा कसो नर्थे कस्तै झर्नु चढ्नुहुन्छ है रुखामा बाँदर जस्तो गर्नुहुन्छ यार अब त केही टेन्सन छैन क्या अब त केही टेन्सन उताबाट त केही भएन अब त यहाँबाट तपाईँ त यहाँबाट खसे म छोप्छु तपाईँले च्याप्प छोप्छु यहाँबाट खस्यो भने अब त देखेला है तपाईँको ढुकुर फेरि आज चड्डी लाउनु भएन अरे वाह झर्दै हुनुहुन्छ हाम्रो नरेश दाइ रुखाबाट वाह वाह ल झर्नु भयो ल वाह ल तपाईँलाई ल अब यस्तो काम नगर्नु होला भन्नलाई हो अब यस्तो नगर्नु होला अनि ज्यानको बाजी लाएर उहाँबाट यार यो हल्का ठुलो ह यो हल्का ठुलो ह यो हल्का सानो ह यो झन् सानो है अलि होइन अर्को झन् सानो छ माथि छोडिदिएँ हामीले ए कसैलाई चाहिएको छ भने भन्नु होला है बड्के छु भने बड्के पट्टु बोल्छ नि यिनीहरू पट्टु पट्टु अहिले त भरे बोल्दैन मैले जिस्काएको मात्रै हो पछि पछि बोल्दै जान्छ नि 4 महिनामा हेलो साथीभाइहरू कसैलाई सुगा चाहिन्छ नि सम्पर्क गर्नु होला है बड्के छु है भर्खर निकालेको आँखामा यति बबाल छन् यी आँखा खोलेका छन् खाएका छन् किम्मो खाएका है यी चावडा थिए सुगा चाहिँ बड्के सुगा यो रुखमा रुख कस्तो छ बाफ्रे बाफ ज्यानको बाजी लाएर म चढेको होइन उहाँ क्यामेरामा चढ्नु भएको ज्यानको बाजी लाएर चढ्नु भयो तर चाहिँ नचढ भनेर चढ्नु भयो कति राम्रो सुगा छ नि एउटा छोडिदिउँ भन एउटा चावडा थियो एउटा चाहिँ छोडिदिउँ हामीलाई चाहिँ लिएर आएको छौँ अब त के गर्ने अब नगर्ने काम गरिदियो यस्तो गर्नु त हुन्थेन गरे गरिदियो ल कसैले चाहिन्छ नि भन्नु होला सम्पर्क गर्नु होला ए सुगाको पत्ता ठुल्ठुला खाने यत्र भइसक्यो नि है